सम्बन्ध अति नै आत्मीय हुन्छ। डग एक वफादार र आफ्नो ह्यान्डलर प्रति झुक्का भएको जनावर हो। पहिले टाउनको बिचभागमा अकस्मात ह्यान्डलर घाइते भएर लडेको छ। डग कास्परले ह्यान्डलरलाई पप गर्दै कराउँदै ह्यान्डलर घाइते भएको इसारा दिँदै अरूसँग सहयोगको माग गरी ह्यान्डलरको निगरानी गरिरहेको छ। सोही स्थानमा डग केलीले उपचार सामग्रीहरू ह्यान्डलर घाइते भएको ठाउँसम्म पुर्याई घाइतेको मद्दत गरिरहेको छ। अबको क्रममा स्वच्छ वातावरणको महत्त्व झल्काउने उद्देश्यले जथाभावी फोहोर गर्नु हुँदैन भन्ने सन्देशका साथ डग केलीद्वारा प्रदर्शन हुन गइरहेको छ। विभिन्न सैनिक गतिविधि तथा प्रकोपको दौरान आइपर्ने बाधाहरूलाई सजिलैसँग पार गर्नको लागि बाधापार अभ्यास गराउने गरिन्छ। अब नेपालको डग स्पाइनल जातका बाट बाधापार कलाको प्रदर्शन हुन गइरहेको छ। डगहरू अत्याधिक हुँदा सैनिक कार्यको दौरान विभिन्न बाधाहरू सजिलै पार गर्न सक्छ। सोही यसका साथ नेपाली सेना बृहत प्रदर्शनी 2082 को अवसरमा श्री भैरवनाथ गुम्बाको प्रदर्शनी स्थलमा पाल्नुहुने सम्पूर्ण अतिथिहरूलाई धन्यवाद ज्ञापन